नमस्कार, म मनु नेम्बाङ झापा चारालीबाट बोलिरहेको छु र म एक ब्युटिसियन पनि हुँ र म चाहिँ यस मेरो चाहिँ अब पार्लर साथसाथै कस्मेटिक पनि थोरै राखेको छु सेल गर्ने गर्छु र धेरै अब अरू धेरै मैले कम्पनीको सामानहरू लिएर सेल गर्ने गरेको छु तर त्यसबाट चाहिँ मलाई केही फाइदा भएको त्यस्तो अनुभव भएन त्यही ल्याउने अब होलसेल मार्केट होलसेलमा जाने हो, ल्याउने हो, बेच्ने हो, त्यस्तो क्रम मात्रै रहेको देखेँ र तर यस हेल्दी लिभिङ कम्पनीमा चाहिँ म अब जोइन भएको चाहिँ म 3 महिना कम्प्लिट भएर चाहिँ अहिले 4मा हिँडिरहेको छ भनौँ र यतिमा चाहिँ अब यसबाट चाहिँ मेरो अब जस इन्कमहरू पनि आइसकेको छ र अब यस हेल्दी लिभिङ कम्पनीको चाहिँ प्रोडक्टहरू धेरै नै छन्। घरमा युज गर्नेदेखि लिएर कस्मेटिकदेखि लिएर धेरै सामानहरू चाहिँ यस कम्पनीले उत्पादन गरेको छ र यसमा चाहिँ म अब केही प्रोडक्टहरूको हजुरहरूलाई थोरै जानकारी दिन चाहे र यसमा रहेको छ जसको अब तपाईँहरूको हेयरफलहरू धेरै छ भने अब हेयरफल एकदम नरोकिने, कसैको त अब वास गर्दै पछि एक मुठी कपाल झर्ने त्यस्तो समस्याहरू प्रायः अहिले बढी नै रहेको छ यदि त्यस्तो समस्याहरू छ भने हजुरहरूले चाहिँ हाम्रो यस हेल्दी लिभिङ कम्पनीको यस भेस्टिज कम्पनीले चाहिँ यो एन्टी हेयरफल भनेर चाहिँ स्याम्पू उत्पादन गर्नुभएको छ हजुरहरूले चाहिँ यो स्याम्पू प्रयोग गर्न सक्नुहुनेछ। जसको कपाल झर्ने समस्या छ एकदम 100मा तपाईँहरूको 75% चाहिँ कपाल झर्नबाट यसले चाहिँ रोक्ने काम गर्छ र अर्को रहेको छ कलर। अब जसको कपाल चाहिँ हजुरहरूले अब कलर गरिरहनुहुन्छ कलर गरिरहँदा पनि अब छिटो अब कसैले भन्नुहुन्छ कलर गरेको एक हप्तामै कलर गयो, मेरो कलर गरेको 2-3 दिनमै सेतो कपाल आउँछ भन्नेहरूको लागि चाहिँ तपाईँहरूले चाहिँ यो कलर प्रोटेक्सन स्याम्पू हुन्छ यो चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुनेछ र अब अहिले जसले अब क्यारोटिन अहिले अब क्यारोटिन जसले पनि प्रायः क्यारोटिन नै गर्नुहुनेछ अब क्यारोटिन गर्नुहुनेहरूको लागि पनि हाम्रो यो हेल्दी लिभिङले पनि क्यारोटिन स्याम्पू स्मुथिङ स्याम्पू पनि उत्पादन गरिसक्नु भएको छ र अर्को अब जसको ड्राई फ्रिजी एकदम उड्ने कपाल अब हिँड्दा पनि छोड्दा पनि एकदम उड्ने खालको त्यस्तो छ भने तपाईँहरूले यो मोइस्चराइजर एसिड मोइस्चराइजर रिच स्याम्पू भन्ने छ तपाईँले यो युज गर्न सक्नुहुन्छ र जति पनि अब स्याम्पूहरू मैले देखाएँ यो स्याम्पूहरूको साथसाथमा चाहिँ हजुरहरूले चाहिँ यो एउटा नेचुरल हेयर मास्क भन्ने छ यो चाहिँ हजुरहरूले प्रयोग गर्न सक्नुहुनेछ। र अर्को रहेको छ डेन्ड्रफ अब प्रायः अहिले डेन्ड्रफ पनि धेरैजनाको अब चायाको समस्याहरू भनेर कतिजनाहरू आइरहेको पाउन सकिन्छ पार्लरतिर भयो यसो अब आफ्नो आफन्तहरूले पनि अब चाया भयो के लाउने भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ यो हेयर ओइल चाहिँ एकदम प्रयोग गर्न सक्नुहुनेछ यसले चाहिँ चाया मात्रै नभएर तपाईँहरूको कसैको अब जुम्राहरू बच्चाहरूको जुम्राहरू पनि परेको छ भने त्यो जुम्राहरू पनि यसले चाहिँ हटाउने काम गर्ने गर्छ र अर्को रहेको छ अब फेस फेसमा चाहिँ अब दौडधुप गरिन्छ हिँडिन्छ तर धुलो धुवा अब स्किनमा आएको हामीलाई थाहा हुँदैन त्यसको लागि पनि एकदम यो हाम्रो एसिडको यो हेल्दी लिभिङ भेस्टिज कम्पनीले चाहिँ यो के भन्छ प्युरिफाई क्लिन्जर उत्पादन गर्नुभएको छ हजुरहरूले यो एकदम युज गर्न सक्नुहुनेछ र अर्को रहेको छ तपाईँहरू अब नुहाएपछि आफ्नो बडी अब साबुन त लगाउँछौँ साबुन लगाएर पनि भरे अब सेतो कसैको बडीमा चाहिँ सेतो हुने गर्छ सेतो किन आयो भन्ने हुन्छ त्यो चाहिँ अब ड्राई भएर चाहिँ आएको हुनुहुन्छ र त्यसको लागि चाहिँ हामीले चाहिँ यो ह्यान्ड एन्ड बडी लोसन भन्ने छ यो चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुनेछ र अब फेस कसैको फेस चाहिँ अब सुक्खा जति केही लाउँदा पनि क्रिम सनस्क्रिन लाउँदा पनि कसैले चाहिँ अब सुक्खा नै भइरहन्छ भन्नेहरू हुन्छ त्यसको लागि चाहिँ यो तपाईँहरूले मोइस्चराइजर युज गर्नुपर्ने हुन्छ र मोइस्चराइजरको साथसाथमै सनस्क्रिमहरू तपाईँहरूले युज गर्नुपर्ने हुन्छ र सनस्क्रिन यस हाम्रो हेल्दी लिभिङ कम्पनीले चाहिँ सनस्क्रिन चाहिँ अब 40+ को पनि 40+ को छ र 40+ अब 30+ को पनि छ 30+ को यो हो र
50+ पनि हाम्रो होइन ब्रान्चतिर आइसकेको छ होइन, तपाईँहरूले लिन सक्नुहुन्छ। र अब अनि त्यसपछि होइन यो बिबी क्रिम होइन, बिबी क्रिम चाहिँ तपाईँहरूको अब दागहरू हल्का अब तपाईँहरूलाई पार्टीतिर जानु मन लाग्यो, हल्का अब फेस अब अलिकति डल जस्तै देखिएको छ भने होइन तपाईँहरूले यो बिबी क्रिम लगाएर जानु सक्नुहुन्छ होइन। बिबी क्रिम पनि एभाइलेबल छ होइन। र सिरम होइन, हेयर सिरम ड्यामेज कपालहरूको एकदम पुरै ड्यामेज कपालहरूको लागि होइन, एकदम रफ ड्यामेज भएको लागि चाहिँ एकदम यो सिरम पनि उपलब्ध यस कम्पनीले होइन उत्पादन गरिसक्नु भएको छ होइन। र जसको अब चाया होइन, चाया एकदमै अहिले समस्या हाम्रो नेपालमा चाहिँ होइन, प्राय सबैजनाको फेसमा चाहिँ अब चायाको समस्याले सताएको जसको फेसमा पनि हामी चाया देख्न सक्छौँ होइन। र त्यो चायाको लागि चाहिँ हाम्रो यो कम्पनीले चाहिँ स्किन फर्मुला 9 भन्ने विशेष गरेर चाया दाग धब्बाको लागि भनेर चाहिँ यो उत्पादन गर्नुभएको छ होइन। हजुरहरूले एकदम चाहिँ यो चाहिँ अब प्रयोग गर्न सक्नुहुनेछ होइन। तर यो कसरी प्रयोग गर्ने त, स्किन फर्मुला त भन्ने त थाहा पाउनुभयो होइन, तर यसलाई कसरी सदुपयोग गर्ने कतिपयलाई थाहा हुँदैन होइन। यसको लागि चाहिँ होइन तपाईँहरूलाई चाहिँ अब यो चाहिँ यो सिरम हो होइन। र यो सिरम चाहिँ तपाईँहरूले बेलुका प्रयोग गर्नुपर्ने हुन्छ होइन। र यो कसरी प्रयोग गर्ने भन्दाखेरि होइन, तपाईँहरूले चाहिँ अब बेलुका चाहिँ पहिला यो एउटा फेसवास छ होइन, यो फेसवासले तपाईँहरूले फेसवास गर्ने पहिला होइन। फेसवास गरिसकेपछि तपाईँहरूले टावल ड्राई गर्ने होइन। टावल ड्राई गरेपछि तपाईँहरूले यो जहाँ तपाईँहरूको त्यो चाया छ, दाग धब्बाहरू छ होइन फेसमा, त्यसमा यो सिरम लगाउन सक्नुहुन्छ होइन। र लगाउँदाखेरि त्यो माडेर दलेर लगाउने होइन, ड्याम्प गर्दै हल्का रूपमा टचअप तरिकाले चाहिँ गर्नुपर्ने हुन्छ होइन। र यो सिरम लगाएको होइन 5 मिनट 10